अब हामीले सिकाउने बेसिक कोर्सको कुरा गरौँ। कम्प्युटर बेसिक कोर्सले कम्प्युटर प्रयोग गर्न आवश्यक आधारभूत सिपहरू सिकाउँछ। यसमा टाइपिङ, पेन्ट, विन्डोज प्रयोग, माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, इमेल, इन्टरनेट, एआईको आधारभूत ज्ञान र कम्प्युटर सुरक्षा, भाइरसबाट बच्ने उपाय जस्ता विषयहरू समावेश हुन्छन्। यी सिपहरूले विद्यार्थी वा काम गर्ने व्यक्तिलाई कम्प्युटर सजिलैसँग चलाउन, डकुमेन्ट बनाउन, अफिसमा हिसाब किताब राख्न, अफिसमा वा स्कुल कलेजमा कुनै पनि विषयमा कम्प्युटर मार्फत प्रेजेन्टेसन दिन, अनलाइनमा कुनै पनि इन्फर्मेसन खोज्न, आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्न, इमेल पठाउन र कम्प्युटरलाई भाइरसहरूबाट सुरक्षित राख्न मद्दत गर्छ। सरल शब्दमा भन्नुपर्दा यो कोर्सले कम्प्युटर प्रयोग गर्ने आधार तयार गर्छ र पढाइ, रोजगारी तथा दैनिक जीवनमा धेरै उपयोगी हुन्छ, जुन अहिले 2026 सालको समयमा अत्यन्तै आवश्यक कुरा हो।